Happy Mother's Day आज अनि यहाँनिर छ गाइस दिदीको गिफ्ट मेरो मम्मीको सरप्राइज मुख हेर्दै हुनुहुन्छ हाम्रो भाइले टिका लगाइदिँदै जान है मलाई छोरी बुहारी ओइ दिदी पोस्ट मा खाछ मम्मीलाई के यो सानो मान्छे नि मुख हेरेर बसेछ फेरि माग्न कस्तो मजाले खटाइदिनु भएको बाई भदो बाई 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 सानो बाई त लागे बुलेट बाइकमा चढेर हाम्रो बुलेट बाइक अब हाम्रो माइजूले त सामान रेडी गर्नु आँट्नु भएको छ यहाँनिर छ अङ्गुर 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 चाहिँ सबै भइसकेको छ फ्यातफुत किनभने ल्याएको अस्ति नि अनि खाने आज हिजो शनिबार थियो अस्ति नि ल्याएको क्या त्यही भएर साथीहरू पाउँदैन भनेर हाम्रो मम्मीलाई चाहिँ गुलियो धेरै मन पर्दैन त्यही भएर म एउटा मात्रै हालिदिन्छु यहाँनिर छ हाम्रो मम्मीको लागि गिफ्ट त्यही पनि कुन कलेक्सनबाट केटीएम कलेक्सन रुक जरा अझै बाँकी छ अनि यहाँनिर छ गाइस दिदीको गिफ्ट मेरो मम्मीको सरप्राइज अहिले अनबक्सिङ गर्नुपर्छ गाइस आमाको भए त मोज मोज अनि यहाँनिर छ छोराको गिफ्ट होइन पैसा ल अब हामी हेर्छौँ म यो फुपूलाई रेडी हो भनेको टेर्दिनन् के रेडी हुनु हाई हेलो दिदी नमस्ते लाजाले भुत्तुकै नमस्ते पनि फिर्काउनु भयो लु थाहा थिएन 1 वर्ष भइसक्यो तर के गर्नु हाम्रो सब्सक्राइबर 100बाट बढ्न आँटेन गाह्रो छ हामीलाई ल यहाँनिर टिका चाहिँ रेडी भइसकेको छ गाइज अब हामी लाउँछौँ टिका मुख हेर्दै हुनुहुन्छ हाम्रो भाइले सानो हाई मेरो मुख हेर सानो मेरो मुख हेर यता यहाँ नानी काकु ए सानो काकु हेर्न आउनु न काकु नमात्रै गरिदेऊ काकुलाई मैले मुख हेरे आमाको ठुलो गर लु मुख हेरौँ त्यही त सुनिरहनु छ लगाइदिरहेको छोडे नानी हो सबै यहाँ बोल्नु नानी हुनु ज्ञानी हुनु सदा सम्झिनु कहिले काहीँ मात्रै भुल गर्नु टिका लगाइदिँदै जान है मलाई छोरी बुहारी ओइ दिदी पोस्ट मा खाछ मम्मीलाई फुलमती दिदी बनाइदिएको यसपारी पनि भन्दै काकी लु लड्डु मुख हेरेको लु यता लड्डु मुख हेरेको लु अनि काकीलाई दिएको यहाँ लड्डु मुख हेरेको भन्दै नमस्ते सबैजनालाई कसको नमस्ते
छिटो यहाँ त्यस्तो नराम्रो किन मान्नु एकदम चिलमा रहनुपर्छ मान्छे भनेको जब जहिले कहाँ सँगै त्यस्तै हुन्छ त्यस्तै हो किस्मत नगर्नु यो केही होइन का यो मुख हेर्ने भनेको यसो यो उहिले थाहा थिएन लु अब पहिले टाढा टाढा माइत हुन्थ्यो अरे मुख हेर्न दिनमा यसो भेट हुन्छ भनेर नियम क्या किन रुनु ए यो पनि यहाँ मुख हेर्दैछ मम्मीको आउटफिट अफ द डे यहाँ बिना चाहिँ मुख हेर्ने कति राम्री देखिनु भएको आज सबैले मुख हेरेको हेरै मम्मी त अग्ली हुनु हो त बुइनी जत्रै हुनुभएछ मम्मी त बोलेको भिनाजुले ए, कति राम्रो देखियो त्यति नै भन्नु गएको नि ल गाइज अब चाहिँ हामी मम्मीको मुखसुख हेरिसकेर लाग्यौँ काकीको मुख हेर्न जाँदै हुनुहुन्छ मम्मी भान्जीहरू बुइनी चाहिँ कुखुरालाई चारो पानी दिँदै हुनुहुन्छ अब आइहाल्नुहुन्छ हामी किन्दै गर्छौँ सामान किन्दैछौँ हामी सामान ल हामी चाहिँ लाग्यौँ काकीको मुख हेर्नको लागि गाइज आउँदै हुनुहुन्छ हिरोइनहरू हिरोइन भएर अब हामी भेट्छौँ एकैचोटि काकीको घरमा कति राम्रा भएर हिँडेका हो साथीभाइहरू मम्मी जान म त ढल्छु होला हौ ल गाइस हामी चाहिँ काटेर घर आइपुग्यौँ होइन टक्क लाएर खै त मम्मी निसाहरू ए यहाँ हुनुहुन्छ आमा के हो यस्तो यो के हो टिकटक के हो त्यस्तो मरद आमा डिलिट गर्नुभएको रहेछ हौ यहाँ चाहिँ एकदम रमाइलो हुँदै रहेछ ऊ आफै नाचेर छ नि ऊ यो सानो मान्छे नि मुख हेर्न बसेको हेरी माग्न
बुहारीसँगै हान्छ माइजूको पुच्छर हो यी लगाइदिनु न भइहाल्छ हुन्छ बुहारी बराबर हो जल्ला लाउँदा नि हुन्छ अनि के झन् बुहारी चाहिँ छोरीभन्दा नजिक बनाउनु पर्छ छोरीलाई एकछिन आउँछ हिँडिहाल्छ घरमुले त बुहारी हुन् होइन हामीलाई नजिक बनाएर के गर्नु हामी एकछिन हिँडिहाल्छौँ हो घरमा बस्ने गर्न सके बुहारी नै हो नि त सबै बुहारी हामी पनि अर्काको बाबामा गएको बनाएर आए त मुख त कस्तो तुम्रै जस्तो पाइन्छ भनेको अब हेरौँ पाइन्छ के हात पोल्छ नि पाइन्छ र यस्तो रमाइलो हुँदैन होइन बहिनी सानो कार्य भयो भने 2 भए पनि इन नफुने गरी हुन्छ का निकै बेर पो लागिसक्यो त अनि अझै सबै दाजुभाइ हुनु भने अब 2टा छुटे अनि एउटी 3जना छुटे एउटी बुहारी 2टा छोरा दिदी यस्तो चाहिँ मजा छुटेकी छ 4जना ए बुवाको ल्याउँ त स्याउ लिएर आऊ स्याउ यहाँ समात्तिने हातै भएन न कस्तो मजाले खुट्टाइदिनु भएको हौ मलाई अघि धोगिसक्नु भएको खुट्टा देऊ अरे ल हाम्रो टिका लाउने कार्यक्रम चाहिँ सक्यो दलु कहाँ सक्यो ल हाम्रो चाहिँ अब फोटोसोटो सुट पनि भइसक्यो अब हामी खाना लाग्दै राम ल हाम्रो चाहिँ यहाँनिर खाना खान धमाधम छैन यहाँ भाउजू काका मम्मी चाहिँ खाँदै हुनुहुन्छ ओए उहाँ हेर्नु त त्यसलाई ल गाइस अब चाहिँ हामी खाना खान्छौँ सारा त भुइँमा यहाँ बस्नु न तपाईँ अनि कहाँ माथिबाट छ बाई भदो बाई 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 सानो खोइ बाई गरेको बाई गर नि त लु के भएछ फु गरिदिनु त बाई छोरो खोइ बाई गरेको बाई गरिदिनु ल जाउँ लु गयौँ है हामी त भ्लग बनाइरहेको रहेछ हाम्रो घर नजाने अरे सर्दै थियो अब तर रमाइलो हो यसपालि भेटेको थिएँ सुन्तरा तल बेलबारीमा देख्नु बोलेको पनि ल बाई बाई नमस्ते गर्दै थिएँ अहिले नमस्ते गरेको मान्छे अहिले निदाइसक्यो है यहाँ चाहिँ गाई हामी घरतिर जाँदैछौँ आफ्नो माइत जाने छ गाइस औँसी सकिन माइत यहाँ चाहिँ एकदम देउरा बाबुलाई यहाँ सरसामान ठिक पार्दै हुनुहुन्छ पोखरा पठाउनको लागि यहाँ मम्मीले हालिदिएकोमा बेसर चित्त नबुझेर उहाँ आफै ल्याएर थपी पठाइदिँदै हुनुहुन्छ
छिटो पैसा लिएर जानु पर्यो नि सो ग्यास्ट्रिक भएर ढुस ढुस पादा यार ला यस्तो रहेछ यति जाँगर अब एक बट्टा मात्र पठाइदियो अचार नि मम्मी देवडा बाबुलाई कसैले पठाएको हो चुको चुके गर्छ जानै मान्दैन के हो देवर बाबु तपाईँले पठाइदिएको कसैले त जानै मान्दैन चिप्ला चिप्लै गर्छ ठुलो पारेर प्लास्टिकमा हालेर चुइन्छ त भन्नुहुन्छ भाइ फेरि पारिदिन्छु त्यसो भए आइहाल्छ नि बाहिर गएर पारिदिनु भित्रै सिङ्की गुन्द्रुक गनाउँछ मलाई पादि मैले त्यत्तिकै भनिदिएको त अनि घिउ अँटे न त यार अचार अनि अर्को अचार उतिया टम्टेको लु मेरो जेब्रा झिक्नु नि त भाइ त लागे बुलेट बाइकमा चढेर हाम्रो बुलेट बाइक बुलेट बाइक चाहिँ नछोडेको भाइ कहिले छोडिँदैन यार बुलेट बाइक छोडेको दिन हामी धनी हुन्छौँ बुलेट बाइक छोडेको दिन हामी धनी हुनेछौँ किनकि हामीले बुलेट बाइक बेचेर धेरै पैसा पाइरहन्छ माइत गएको अरे रात पर्छ दिउँसै छ त कसरी रात पर्छ आजभोलि 7 बज्दा नि उज्यालो हुन्छ तपाईँलाई रात भयो हुनु पनि 3-4 बजे अटो आयो अटो गाइजमा चाहिँ फाइनली माइत आइपुगेँ बल्ल बल्ल मम्मीको मुख हेर्न खै मम्मीको मुख हेरौँ यसरी यहाँ दिदी बहिनी खेल्न थालिसके भाउजू खै भाउजूको मुख पनि जुम गरी गरी हेर्नु पर्यो यहाँबाट ल अब हामी मुख हेर्छौँ अब टिको टालो लाउनु हुँदैन जुठो परेको छ गाइज अब यसो मिठाई सिठाई खुवाउने कार्यक्रम गरौँ अब ढिला नगरी रात परिसक्यो उता ठुलो मम्मीकोमा पनि जानुपर्ने काकीकोमा पनि जानुपर्ने काकी सासूकोमा पनि जानुपर्ने राम 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 मेरो पो छ त हौ दसैँ साथीहरू अब म चाहिँ दसैँ मनाउँछु स्टे ट्युन गाइज यतै गर्नु होला पहिले आमा लाउनु पर्ने माता तीर्थवंशीको धेरै धेरै शुभकामना सधैँ यसरी हेर्न पाइयोस् यस्तै अरू त आउँदैन मन हुँदैन छ त एउटा नानु बुझ्चै भइसकेको टिका यत्रो होइन यो अलिकति भाषा त त्यति मन पर्दैन दुईजना उस्तैमा मन पनि त्यो बहिनीको तर्फबाट है पठाइदिनु भएको यताको पहिलेको बुहारी अहिलेको बहिनी पहिलेको बहिनी अहिलेको बुहारी दिन यस्तै गरी मान्नु चिकी लागि याद होइन नमान्नु मेरो त बेसी हामी नातिनी सबैजना के एउटै छ हो नि ज्ञानी नै छ धेरै पढ्ने ठुली मान्छे हुने यस्तै गरिदेऊ एउटा दुईटा लिँदा दुईटा नलिने अरे ज्ञानी हुने खानेकुरा लिँदा दियो भने एउटा फ्याल्दिन्छु राख गोजी छैन यहाँ गोजी खोइ अब चाहिँ म जाँदैछु हाम्रो कान्छी काकीको घर रात पर्न लागिसक्यो अझै मैले भ्याएको छुइनँ हाम्रो काकी हेलो नमस्ते मुख हेरेको है
सानी पनि मुख हेरेको भन छोरा छोरा आऊ यता यहाँ आऊ त यहाँ मान्दिन होला छोरी काकी अब हाम्रो चाहिँ टिका हुँदैन माइततिर यस्तै हो घरतिर यस्तै हो मान्छेतिर नमस्ते मातातिर औँसीको धेरै धेरै शुभकामना फेरि लाग्यो हामी चाहिँ खेल्न एकदम यिनीहरू हेरेर गरेर लड्ने भयो बाइकमा यत्रो को गर्दैछन् दिदी बहिनी उता अर्की छेउडी एउटा त्यसपछि म चाहिँ आमाको मुख हेर्न घरमा आएको आमा चाहिँ बाटोमा ल लु हेरौँ अब मुख यसरी मातातिर औँसीको शुभकामना मेरो नानीलाई पनि नमस्ते बाबा म खोइ ढोग्नु पर्यो नि त म लु ढोग्नु म त तिरमा हाल्छु त ढोगाउन पाउँदा हजुरबा बिमारी हुनुहुन्छ हजुरबा के गर्नु दबाई खानुभएको दबाई खानुभएको ए यहाँ ल्याइदिएको छु यहाँ राखिदिएको छु ल कस्तो छ तपाईँलाई कस्तो छ अहिले भनेको बेमार खप्नु साह्रो पर्यो के नखानु रुचाउँछ तिउन दुध केही पनि दाल पनि नखानु रुचाउँछ अनि के खानु निस्थ भात गिलो भात पकाएर नमस्ते दिदी नमस्ते दिदी हाम्री फुपू बिनापुरी यता हाम्रो अर्की फुपू यता हाम्रो दाजु हुनुहुन्छ यहाँ बुवा फोटोग्राफर हुनुहुन्छ यता मम्मी हुनुहुन्छ यहाँ रमाइलो भइरहेको रहेछ म चाहिँ भर्खर अब म चाहिँ मुख हेर्ने कार्यक्रम सकाएर म चाहिँ मुख हेर्ने कार्यक्रम सकेर भर्खर विश्राम लिँदैछु गाइस धेरै आमाहरू हुनु पनि गाह्रो रहेछ यता अर्की आमा आउँदै हुनुहुन्छ भाउजू हाम्रो भाउजू अघि म गएको थिएँ घरमा हुनुहुँदो रहेछ यता आउँदै हुँदो रहेछ ल थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस लभ यु